नमस्कार, अमेरिका नेपाल समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म विनय अर्याल। देश विदेश र स्थानीय समाचारहरू लिएर हामी उपस्थित भइसकेका छौँ। सुरु गरौँ आजका समाचारहरू। तिहारको अन्तिम दिन आज देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीहरूले आफ्ना दाजुभाइको सुख समृद्धि एवं दीर्घायुको कामनाका साथ सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्दै भाइ टीका लगाएका छन्। भाइ टीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने तथा यमराजको पूजा गरेर आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र 100 पत्री फुलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्ने गर्छन्। दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाई, फलफुल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ। भाइ टीकाको उपलक्ष्यमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आज 11:23 को शुभ साइतमा टीका लगाएका छन्। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज बिहान 11:33 को शुभ साइतमा दिदी थिर कुमारी पराजुली र बहिनी पार्वती शर्माको हातबाट टीका लगाउनु भएको छ। प्रधानमन्त्री डाक्टर भट्टराई टीकाका लागि आफ्ना भाइ शिव भट्टराईको घर कोटेश्वर पुग्नु भएको थियो। भाइ टीकाको उपलक्ष्यमा पूर्व राज परिवारका सदस्यहरूले आज 11:23 को शुभ साइतमा टीका लगाउनु भएको छ। पूर्व राजाले 11:23 को शुभ साइतमा टीका लगाउनु भएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीसँग कमलादी स्थित शोभा गृहमा टीका लगाउनु भएको छ। राष्ट्रमन्त्री पशुपति गुइकाल्यादी पश्चिम जिल्लाकी कमलादी तपाईहरुको सबै राम्रो होस् है। टीका कसैको निधार पनि खाली नहोस् है। धन्यवाद छ। आइदिएको पूर्व रानी कोमल शाहले निर्मल निवासमा दाजु सुरज र भाइ उदय शमशेर राणालाई टीका लगाइदिनु भएको छ। पूर्व मुमा बडवानहानी रत्न शाहले नारायण हृदय स्थित महेन्द्र मन्जिलमा भाइ सुशील शमशेर राणालाई टीका लगाइदिनु भयो। यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले भने आज टीका लगाउनु भएन। काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबा र उपसभापति रामचन्द्र पौडेलले भने जुठो परेकाले यसपालिको दशैं र तिहारको टीका लगाउनु भएन। देउबाको बुबा र पौडेलको आमाको यसै वर्ष दिवंगत भएकाले दुवैले टीका नलगाउनु भएको हो। यस्तै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पनि भाइ टीका लगाउनु भएन। हरेक वर्ष भाइ टीकाको दिन सर्वसाधारणका लागि खुल्ला गरिने काठमाडौँ रानी पोखरीमा रहेको यमलेश्वर महादेवको मन्दिर बिहिबार बिहानैदेखि खुल्ला गरिएको छ। भाइ टीकाको दिन दिदी बहिनी तथा दाजुभाइ नहुनेहरूले रानी पोखरीमा रहेको यमलेश्वर महादेवको मन्दिरमा पुगेर टीका लगाउने गर्छन्। टीका लगाउनका लागि बिहानै मन्दिर खुल्ला गरिएपछि यमलेश्वरको दर्शन गर्ने तथा टीका लगाउनेहरूको चहल पहल सुरु भएको छ। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मङ्सिरको पहिलो सातासम्म सबै विवादित विषयमा राजनीतिक सहमति जुट्ने र दोस्रो सातासम्ममा संविधान सभाको चुनाव घोषणा गरिने दाबी गर्नुभएको छ। भाइ टीका लगाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले
आगामी वैशाखमा निर्वाचन गर्न दलहरू सहमत भइसकेको बताउनुभयो। निर्वाचन आयोगले पनि तयारी गर्न 6 महिना पहिले नै मिति घोषणा गर्नुपर्छ भनेको छ। उहाँले भन्नुभयो, मङ्सिरको दोस्रो हप्तासम्म निर्वाचनको मिति तोक्छौँ र पहिलो हप्ताभित्र सहमति बन्छ भन्ने मलाई विश्वास छ। सरकारको नेतृत्वमा मात्र सहमति हुन बाँकी रहेको भन्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई नै राष्ट्रिय रूपमा दिनुपर्नेमा जोड दिनुभयो। संसद विघटन हुँदा त्यसैको नेतृत्वमा नै निर्वाचन गर्ने अन्तर्राष्ट्रिय परम्परा छ। यो संसदबाट निर्वाचित र बहुमत प्राप्त सरकार हो र अहिले अरू संवैधानिक सरकार बनाउने उपाय छैन। उहाँले भन्नुभयो, त्यसैले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको रूपमा परिणत गर्नु नै सबैभन्दा सहज र संवैधानिक र उपयुक्त हुन्छ। प्रधानमन्त्री भट्टराईले सहमतिको सरकारको नेतृत्वबारे समेत खुला छलफल गर्न तयार रहेको बताउनुभयो। जेठ 14 गते संविधान नै नबनाई संविधान सभा भङ्ग भएपछि सरकारले मङ्सिर 7 गते अर्को निर्वाचन गर्ने घोषणा गरेको थियो। तर दलहरूबीच सहमति हुन नसकेपछि मङ्सिर 7 मा निर्वाचन हुन सकेको छैन। स्रोतका अनुसार दलहरूबीच सहमति नभए पनि सरकारले मङ्सिर दोस्रो सातासम्ममा आगामी वैशाखमा निर्वाचन घोषणाको तयारी गरेको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पदच्युत गर्न अब राष्ट्रपतिले समेत भूमिका खेल्नुपर्ने बेला आएको बताउनु भएको छ। प्रधानमन्त्री आफै नहटे अब विपक्षीहरूको आन्दोलनको आँधी भेरीले हटाउने भन्दै उहाँले विपक्षीको आन्दोलनको राप र तापसँगै राष्ट्रपतिले समेत भूमिका खेल्नुपर्ने बताउनुभयो। नेपाल निवास पोर्टेसर पुगेको पत्रकारहरूसँगको देउसी भैलो टोलीसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री भट्टराई नहटेसम्म सहमतिको लागि ठोस वार्ता हुन नसक्ने र बजेट समेत आउन नसक्ने दाबी गर्नुभयो। सहमति निर्माण र पूर्ण बजेट ल्याउन प्रधानमन्त्री भट्टराई हटेर सहमतिको नयाँ सरकार बन्नु अपरिहार्य रहेको उहाँको भनाइ थियो। सहमतिको सरकारमा सहमति भए एमाले भावी सरकारको नेतृत्वको विषयमा खुल्ला रहेको भन्दै उहाँले सहमतिमा प्रधानमन्त्री जो पनि हुन सक्ने बताउनुभयो। प्रचण्डले विपक्षीलाई बजेट ल्याउन दिएको चुनौतीलाई अर्को षड्यन्त्रमूलक चाल संज्ञा दिँदै संसारमा विपक्षीले कतै पनि बजेट नल्याउने प्रचण्डलाई स्मरण गराउनु भयो। सन् 2010 पछि अमेरिका पढ्न आउने नेपाली विद्यार्थीको सङ्ख्या घट्दो छ। इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाद्वारा सोमबार प्रकाशित ओपन डोर्स प्रतिवेदनले सन् 2011-12 मा 9621 नेपाली विद्यार्थीले अमेरिकामा अध्ययन गरिरहेको जनाएको छ। उक्त संस्थाले अमेरिकी शिक्षा मन्त्रालय सेक्रेटरी अफ एजुकेसनको सहयोगमा ओपन डोर्स तयार पार्दै आएको छ। यसपटकको ओपन डोर्स अनुसार सन् 2008 देखि 9 मा 11,581, सन् 2009 देखि 10 मा 11,233, सन् 2010-11 मा 10,301 र सन् 2011-12 मा 9,621 नेपाली विद्यार्थी अमेरिका पढ्न आएका छन्। करिब एक दशकसम्म लगातार अमेरिका पढ्न आउने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहे पनि गत 3 वर्षदेखि यो क्रम घट्दो छ। ओपन डोर्स मार्फत वर्षेनी अमेरिकामा विदेशी र अमेरिकी विद्यार्थी विदेशमा रहेको सम्बन्धी तथ्याङ्क प्रकाशित गरिन्छ। विद्यार्थी घटे पनि अमेरिकामा नेपाली विद्यार्थीको सङ्ख्या 11औं स्थानबाट तल झरेको भने छैन। सबैभन्दा धेरै विद्यार्थी चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, कोरिया, ताइवान, जापान, भियतनाम, मेक्सिको र टर्कीका रहेका छन्। त्यसपछि नेपालका छन्। सन् 2011-12 मा अमेरिका आएका नेपाली विद्यार्थीमध्ये 53.3%ले अन्डर ग्रेजुएट लेभलमा पढिरहेका छन् भने 29.3% ग्रेजुएट लेभलमा अध्ययनरत छन्। 16.5% प्र्याक्टिकल ट्रेनिङका लागि अमेरिका आएको प्रतिवेदनले जनाएको छ। सी जिनपिङ चिनिया कम्युनिस्ट पार्टी सीपीसीको महासचिवमा निर्वाचित भएका छन्। सीपीसीको 18औं महाधिवेशनबाट बिहिबार बिहान सी महासचिव निर्वाचित भएका सिन्हुवा समाचार एजेन्सीले जनाएको छ। महाधिवेशनले 7 सदस्यीय पोलिट ब्युरो स्थायी कमिटी पनि गठन गरेको छ। स्थायी कमिटीमा ली केविङ, झाङ देजिङ, यु जेङसेङ, वाङ पुइसान र झाङ गाउली छन्।
सी राष्ट्रपति हुने पक्का भएको छ भने पोलिट ब्युरो स्थायी कमिटी सदस्यबाट उपप्रधानमन्त्री पनि छानिनेछन्। बेजिङ स्थित ग्रेट हल अफ दि पिपलमा भएको पत्रकार सम्मेलनमा सी जिनपिङ सिपिसीको महासचिवमा निर्वाचित भएको जानकारी गराइएको थियो। विश्वकै ठूलो पार्टी सिपिसीको आगामी मार्चमा हुने राष्ट्रिय पिपुल कङ्ग्रेसमा वर्तमान राष्ट्रपति हु जिन्ताओले राष्ट्रपतिको जिम्मेवारी सीलाई हस्तान्तरण गर्नेछन्। सी सन् 2008 मार्चमा भएको 11औं राष्ट्रिय पिपुल कङ्ग्रेसबाट उपराष्ट्रपति भएका थिए। Confirmation that the 86-year-old wields far greater influence than outgoing President Hu Jintao, and an indication that this leadership will be innately conservative. But confirmation that China will continue to open up to the world. China needs to learn more about the world. The world also needs to learn more about China. The mural of an autumn scene on the Great Wall has been a constant at the unveiling of Chinese leaders, and unchanged on this occasion too, the central philosophy in their selection. Old is preferred to young, and stability is more important than change. नेपालका नेताहरूको जीवनशैलीका विषयमा खुबै विवादमा आउँछन्। गरिब मुलुकका ठाँटिला नेताहरू भनेर दक्षिण अमेरिकी मुलुक उरुग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले सादगी जीवनशैली अपनाएर संसारका नेताहरूलाई चुनौती दिएका छन्। सन् 2010 मार्चबाट उरुग्वेका राष्ट्रपति रहेका यी 77 वर्षीय जोसेले राजधानीको छेउमा श्रीमतीको सामान्य कृषि फार्ममा बस्छन् र तलब बापत आउने अधिकांश रकम गरिबका लागि दान दिन्छन्। सरकारले दिएको सुविधा सम्पन्न आवास र गाडी त्यागेर श्रीमतीको फार्म हाउसमा बस्न थालेका राष्ट्रपतिले सागदी जीवनशैली अपनाएर विश्वका नेताहरूलाई चुनौती दिएका छन् भने सबैभन्दा गरिब राष्ट्रपतिको पहिचान पनि बनाएका छन्। श्रीमतीको फार्म हाउसमा बसिरहेका उनलाई केवल 3 जना पुलिस र 2 कुकुरले सुरक्षा दिइरहेका छन्। त्यसमध्ये एक कुकुर 3वटा खुट्टा भएको अर्थात् अपाङ्ग छ। आफूले पाउने 12,000 अमेरिकी डलर तलबमध्ये 90% दान दिने मुजिकाले श्रीमतीसँग मिलेर फार्म हाउसमा आफै काम गर्छन्। सन् 1960 र 70 को दशकमा कम्युनिस्ट विद्रोही सङ्गठनको नेतृत्व गरेका यी नेताले 6 पटक गोली खाएका छन् भने करिब 14 वर्ष जेल जीवन बिताएका छन्। राष्ट्रपतिले भने मेरो जीवनको अधिकांश समय यस्तै तरिकाले बिताएँ। मसँग जे जति छ त्यसैले राम्रो जीवन चलाउन सक्छु। सन् 2010 मा उनले आफ्नो सम्पत्ति घोषणा गर्दा उनीसँग $1,800 पर्ने भक्सवागनको पुरानो गाडी मात्र थियो। मलाई कंगाल राष्ट्रपति भन्छन् तर मलाई त्यस्तो लाग्दैन। राष्ट्रपतिले भने गरिब त ती हुन् जो आफ्नो रवाभिलो जीवनशैली कायम राख्नका लागि मात्र काम गर्छन्, जहिले धेरैभन्दा धेरै कमाउन चाहन्छन्। And despite his fall in popularity, he says he remains true to what he believes and hopes that perhaps one day other world leaders might follow.